ए बुहारी कहाँ गइछ हौ यो त कहाँ गइछ छैन मान्छे सुतिरहेको छ कि कता हौ त्यहाँनिर बढारेको छु त अनि आमा बुहारी गाउँकाले यतिखेर घाम लागिसक्यो गाउँका मान्छेहरू सबै खेत पुगिसके ए भर्खर उठेको कति आमा गाउँका मान्छेहरू यतिखेर जङ्गलमा पुगेर घाँस ल्याउन आँटिसके हेर त गोबर पनि सोरेको छैन अहिलेसम्म होइन के साह्रो होइन सासूआमा तिमीलाई कहिले निद्रा लाग्दैन हेर काम गरेर त देखि सदैनौ त अनि कहाँ नसनौ नि त मेरो छोरालाई त नि विदेशमा पैसा कमायो भनेर सुती खुवाएको छ होइन सबैका बुहारीहरू त बिहान उठेर राति नै उठ्छन् 4 बजी नै उठ्छन् अनि बडार कुडार गरेर सबै काम गरेर खेत मेलामा गरे यतिखेर घाँस ल्याएर गरिसक्छन् के भएको के साह्रो हो हैन के साह्रो ठगेको ठग्न पनि होइन बुढाबुढी मान्छे त सुतिरहन्छ त हौ सुतेर त उठेको त बुहारी अहिलेसम्म अनि छैन त काम खोइ घाँस केही छैन त अनि खोइ त जान्छु के घाँस केही छैन त अमेको त बरु अनुहार पनि नहेर्न पाए पनि हुन्थ्यो बरु होइन यतिखेर भात पकाउनु पर्दैन के भएको नानीलाई स्कुल पठाउने बेला भएन यी भात पकाउनु पर्दैन होइन तिमीले गर्दा हुँदैन तिम्रो चाहिँ हात छैन तिम्रो नाति बुहारीलाई मुखे लागेको के भएको यस्ता चाहिँ बुहारी भएपछि छोराले दुखै पाउने भएन हो के भएको होला यस्तो बुहारी के भएको सुख दिदिन बढी सुतेर यतिखेर उठेर ओइ मैले भरे म के भन्दो रहेछु म कति कुरा लाउँदो रहेछु भएको कुरा म कति भन्छु 9 बजी उठेर यतिखेर गरेर न गाईले उयो सोरेको छ न त घाँस काटेको छ न भात पकाएको छ हैन के साह्रो दलेको हो दल्न पनि हैन के साह्रो हो सबैका बुहारीहरू यतिखेर खेतीपातीमा गएर यी हेर त काम देखाएको हेर त यी कति साह्रो अनि दल्न सकेको कति साह्रो के साह्रो हो अनि नकराउनु है आमा नकराउनु है भनेको छु नि मैले फेरि धेरै म फेरि पारेर म पर पुऱ्याइदिन्छु थुतुन के साह्रो हो न हेर के साह्रो हो न होइन अर्काका सासू त कोठामा बसिरहन्छन् त खाटामा बसिरहन्छन् त सासू अर्काका बस्छन् कि तर उसमै चिया लगिन् खोइ चिया दिएको अहिलेसम्म मलाई खोइ त चिया दिएको अनि होइन म त आगो बाल्न बुढाबुढी भएपछि आगो सागो बाल्न सकिँदैन हेर त खोले पनि मैले त्यत्रो घर बढाएर गाईको गोबर सोरे बाख्रा सारे सबै थोक गरेको छु त मैले अनि बुहारी अनि बढारेको छैन त अहिलेसम्म अनि खोले पकाएको छैन त अनि अब हेर त यी कामको ढङ्ग हेर न ढङ्ग कस्तो छ हेर न ढङ्ग कस्तो छ म त धन्न सोर बसेको अहिलेसम्म म त तुरुन्तै डिभोर्स गर्न लाउँछु अब तुरुन्तै यस्तो छोरा राम 3 तले घर भएको मान्छे आउँछन् मलाई पनि हेर्नलाई आउँछन् त अनि 3 तले घर भएको हैन काम गर्न खुट्टा हलाएर पाल्छन् म जतिको मान्छे ल्याउँदाखेरि मान्छेले खोइ तिम्रो छोरा मात्रै गतिलो पल्लो घरको बुहारीहरू त राति नै उठेर काम गर्छन् त बुहारी के भयो सासू पनि गर्छन् त मेरी बुहारी तिमी राम्रो लगाऊ तिमी र म उस्तै लुगा लाउनु पर्छ भनेर भन्छन् त तिमीले कहिले ल्याइदिएको छौ मलाई अनि खोइ त बुहारी अनि तिमी पैसा छोराले पठाएको सबै कुम ल्याउँछौ अनि बिहानभरि सुत्छौ अनि फोन गरी नस्ते बुहारीले मिट्टै फोन गर्छ कसले भनेको अनि बिहानदेखि बोलेको एकछिन बुढाबुढी बोल्न दिँदैन अनि बिहानदेखि बोलेको मलाई चाहिँ मन परेन है म थक्क भएर छोरालाई नि म कस्तो कुरा आगो बालेको तिमी सँगै सुतौ तिम्रो छोरालाई लैजाऊ के साह्रो दला हो सानो छोरो तिम्रो यत्रो नै छोरो यहाँ यसरी गर्दाखेरि गर्ने खालको छोरो लैजाऊ मलाई चाहिँदैन के साह्रो दला हो के साह्रो दला के साह्रो बुहारी के साह्रो दला भएको त पल्लो घरको सँग पनि सिक्ने गर न अलिअलि के साह्रो सिक्नु नि त्यहाँनिर उनीहरूले कसरी गरेका छन् तिमी सिक पल्ला घरका आमाले कस्तो गरेको छ कति साह्रो चोथाले हो के साह्रो चोथाले मुखमुखै लागेको छ अनि के साह्रो हो नि बुहारी के साह्रो हो माइत साइत गएको अब म जा बोकेर जा अबदेखि यतातिर नआउनु है फर्केर पनि नहेर्नु नि नाति लान पाइँदैन त्यहाँनिर म त्यहाँ फर्केर मात्रै त्यहाँ हेरेको थाहा पायो भने मैले जानेको छु मैले सबै भएको कुरा त्यहाँ भन्छु ए बढारे जस्तो नगर है त्यहाँनिर जाइहाल त्यहाँ बोकेर गइहाल्ने हेर के साह्रो यस्तो चाहिँ भएपछि नि 9-10 बजी सकिसक्यो भर्खर उठेर जान्छु अनि अर्काको बुहारीहरू त काम गर्न जान्छन् यतिखेर सबै काम सकेको हुन्छ अनि बिहानभरि सुतेको छ यस्तो चाहिँ बुहारी हुनुभन्दा त नभएको चप्पल लाएर हिँड्नु परेको छ ससुरा बुवाको चप्पल लाएर हिँड्नु एउटा पनि अब त नछुनु एक दिन कुनै दिन
एउटा चप्पलले दुःख पाउँदैन एउटा लुगाले दुःख पाउँछ सबै माइतबाट गरेर ल्याउनु पर्छ लो त्यो पनि ससुराको जुत्ता पनि नछुनु अबदेखि नछुनु त्यो पनि पर्दैन छुनु लो सरक्क गइहाले हुन्छ है उतैतिर बाटो उसले तताउनु फ्याँकेको यत्रो चप्पल यहाँ मेरो ठिक हुन्छ यो ठिक हुन्छ यो ठिक हुन्छ ए बाबा हो त्यो चप्पल चाहिँ कसले लाउनु भनेर उसलाई कसले लाउनु भनेर हो त्यसरी ह ए बाबा रे हौ म त छक्कै गरेर आउँछु मैले जानेको छु प्लाकेस भरे मैले जानेको छु